Hi guys, welcome back to my cooking channel. You think Sandhyaको chicken wrap cooking channel ho. This is my fourth time making a chicken wrap for my husband and brother-in-law and for myself. मलाई चाहिँ एकदमै मन पर्छ अनि मलाई चिकन र्याप बनाउन आउँदो रहेछ भनेर पनि मैले यो ट्यालेन्ट चाहिँ यही अस्ट्रेलियामा आएपछि डिस्कभर गरेको हो। अनि मैले चाहिँ खास यो बनाएको कन्टेन्ट चाहिँ सीमाको लागि खिच्छु अनि त्यसलाई चाहिँ युट्युबमा पोस्ट गर्न हुन्छ भनेर कति क्यामेरा खिचेर त मिलाउने कोसिस गरेँ है। के भन्छ अरे क्यामेरा एङ्गल मिलाउन नि आएन, लाइटिङहरू केही गर्न नि आएन कि मलाई। अनि त्यही भएर होस् यत्तिकै खिच्छु त्यसलाई भिडियो पठाइदिन्छु भनेर मैले चाहिँ कतिचोटि हात धोइसकेँ। मैले एकदमै हात धुइदिएर बानी छ अनि एकदमै सफा हो यो कपडा, यहाँ खासै फोहोरै हुँदैन, त्यहाँमाथि एकदम सफावाला हो। मैले चाहिँ चिकन र्याप बनाउनको लागि मात्रै युज गरेको छु कि यो हालसम्म। अनि अघि एउटा भिडियो बनाएको थिएँ अनि त्यो के भन्छ अरे त्यो यो सिलिङ के भन्छ माथि जान्छ नि त्यो चिम्नी जस्तो, त्यसको आवाज आएछ कि। अनि अहिले म फेरि हात धोएर आउँछु। त्यही पनि म तिमीहरूलाई चाहिँ मैले के बनाएको छु मेरो इन्ग्रिडियन्ट्सहरू देखाउँछु ल। यसमा चाहिँ दुईवटा इन्ग्रिडियन्ट्स छैन। के छैन भन्दा यो चाहिँ हो ग्रिन चिल्ली, यो चाहिँ हो क्युकम्बर, अनि यो चाहिँ हो ग्रिन अनियन, अनि यो चाहिँ हो चिकन। यो चिकन चाहिँ लेफ्ट ओभर हो है। अनि अर्को छ यो, यसलाई भन्छ चिपोटले। खै मलाई यो चिपोटल भन्थेँ मैले, खास चिपोटले रहेछ। प्रोनाउन्सहरू डिफ्रेन्ट हुन्छ। अनि के म हात धुन्छु अनि आउँछ के अरे मैले एउटा बनाइसकेँ, त्यो बिग्रेको थियो नि त, त्यही भएर मैले उस गरेको है। मैले के बनाएँ भन्छु। अस्ट्रेलियामा चाहिँ के अरे फ्रोजनवाला रोटी नै पाउँछ क्या। अनि त्यसलाई मैले थोरै घिउ हालेर अनि त्यो रोटीलाई मजाले सेकाएँ होइन। अनि त्यो चाहिँ राम्रोवाला रोटी बन्यो। अनि त्यसपछि मैले चाहिँ यसमा के गरेँ भन्दा एगलाई नै त्यसलाई फर्काउने बेलामा थोरै घिउ हालेर अनि त्यसमाथि अन्डा हालिदिएँ। अन्डा हालेपछि यो यस्तो राम्रो बन्छ राइट। यत्तिकै खाए नि हुन्छ। यत्तिकैमा अरू यिनीहरू भेजेसहरू हालेर अनि त्यो चिपोटलेहरू के भन्छ त्यसलाई मायोनेजहरू हालेर खायो भने पनि यो चिकन रोल होइन कि एग रोल हुन्छ। कति छिटो बोलेको किनकि कसैले सुन्छ भने त आवाजलाई के त्यो दबाएर बोल्यो भने जस्तो हुन्छ क्या। अनि अब म तिमीहरूलाई चाहिँ यो दुइटा के कस्तो बेस्ट कम्बो हो नि। मलाई पहिला मन पर्थेन, अहिले चाहिँ म युज टु भएर मन पर्न थालेछ। यो चाहिँ चिपोटले मायोनेज चिली फ्लेभरमा, स्मोकी फ्लेभरमा, अनि यो चाहिँ कुन फ्लेभरमा हो चिपोटले एउटै भनेपछि यो गार्लिक फ्लेभरमा हो। मिठो हुन्छ। म एउटा देखाउँछु ल तिमीहरूलाई कसरी बनाउने। यो पहिला यो रोटी पोल्ने यो कस्तो राम्रो भएको थियो। यस्तो बन्छ क्या लास्टमा सन्डे स्टाइल। ल अब म एउटा बनाउँछु ल, बिग्रिन पनि सक्छ तिमीहरूलाई देखाउने बेलामा। फर्स्टमा मैले हालेँ क्युकम्बर। अघि मैले भन्थेँ नि यसमा के दुईवटा कुरा छुटेछ भनेर। के अरे त्यो दुईवटा कुरा चाहिँ कर्न के मकै हुन्छ नि गाउँमा हरियो मकै जस्तो, त्यो कर्नलाई नि मैले राम्रोसँग फ्राई गर्थेँ। अनि मसरुम, कर्न र मसरुम पनि हाल्थेँ अनि सुपर हुन्थ्यो। तर अहिले चिकन भएको भएर अनि मलाई पनि कर्न चाहिँ छ, मसरुम सकिएको भएर मलाई हाल्न मन लागेन। यो चाहिँ काम चलाउ बनाउँछु ल। कति धेरै बोलेँ है म, एउटा पनि 1 मिनट पनि स्किप नगरिकन हेरेँ। साथीहरू घाँटी दुखेर बोलेछु म, घाँटी दुखेर। मैले क्युकम्बर हालेँ, प्याज हालेँ। अब म हाल्छु ग्रिन चिल्ली। अब म हाल्छु, मैले भन्छ कि हात एकदमै राम्रोसँग धुन्छु अन्त टाढोले सफा गर्छु। घरमा खानको लागि कन्साथ फेरि ग्लोभ्स युज गर्नु भनेर चाहिँ कमेन्ट नगर्नु होला है। अघिको भिडियो के 4 मिनटको बनाइदियो नि त, अहिले चाहिँ कति लामो बनेछ। ल अब यो भयो। अब मैले यो सफा गर्छु, हात धुन्छु, पुस्छु। यो चाहिँ एकदम सफा टाल्नु। अब मैले हाल्छु मायोनेज। यो चाहिँ स्मोकी फ्लेभरवाला, आई मिन चिलीवाला फ्लेभर। डन। अब म हाल्छु गार्लिकवाला फ्लेभर चिपोटले। यो चाहिँ कस्तो महँगो हुने रहेछ कि, अनि यो बुरिटो जस्तै हुन्छ तर हल्का लाए। अब अलिकति गाढ पार्ट भनेको चाहिँ यसलाई रोल गर्न हो। तिमीले हेरेको बेलामा चाहिँ यो रोल राम्रो नहुनु पनि सक्छ। फेरि यसलाई यस्तो गर्ने है मजाले।
अलिकति टाइट गर्ने, निस्किनु पनि निस्किन्छ किनकि मैले एकदमै धेरै फिलिङ्स हालेको छु नि त। लुक माय चिकन ट्र्याप इज रेडी। यसरी खाने हामी गरेर गरेर है पुग्यो। तर यसलाई फेरि यो टाइट गर्नको लागि चाहिँ म यहाँ छोटो मायोनिज हालिदिन्छु अनि चिप्किन्छ अनि राम्रो भयो। अहिले चाहिँ म लास्टमा भिडियो के अरे फोटो पठाउँछु ल कस्तो बन्यो भनेर है। अब यो चाहिँ यस्तो यसलाई चाहिँ म एकछिन घोप्टी पारिदिन्छु है। खास यसरी बसेको भन्दा नि यसरी बस्यो भने चाहिँ निस्किन्छ, माथि फर्काउन मिलेको भए पनि राम्रो हुन्थ्यो। ए बाई, आई लभ यु माई गर्ल्स। कपाल फेरि कमेन्ट गर्ने होइन नराम्रो